सो हेलो एभ्रिवान, म चाहिँ आज साकेलाको दिन रेडी भएर साकेला जान आँटेको छु। सो सुरुमा चाहिँ म मेरो साथीहरूको घर जान्छु अनि त्यस पछाडि चाहिँ हामी साकेला पार्क जाने प्लान बनेको छ। सो यहाँ चाहिँ मेरो स्कुटी छ अनि म चाहिँ स्कुटीमा जान आँटेको छु। मेरो साथीहरू पर्खिरहेको छ। 11 बजे आऊ भनेको, कति 12 साढे 12 हुन आँटिसक्यो, अहिलेसम्म निस्केको छैन। हराउँछन् होला। चाहिँ मेरो साथीको घर आइसकेँ। यहाँ रेडी हुँदै हुनुहुन्छ ब्युटिफुल लेडी। रुम सबै छ त हौ तिम्रो। चाहिँ मेरो निया साथी हुनुहुन्छ। अर्को ब्युटिफुललाई चाहिँ म भरै देखाउँछु। अहिले नदेखाउनु अरे उसलाई। यहाँ हुनुहुन्छ अर्को ब्युटिफुल चाहिँ। अनि अर्को आउने बाँकी छ फेरि। स्टिल वी आर वेटिङ फर हर। अब हामी चाहिँ रेडी भइसक्यौँ। अब चाहिँ हामी चाहिँ साकेलातर्फ जाँदैछौँ। सबैजना एकचोटि यता हेरिदिनुहोस्, सबैजना आइदिनुहोस्, यहाँ क्यामेरामा समाइदिनुहोस् न। अब म एउटालाई ल्याउन सक्दिनँ। अनि अब हामी चाहिँ साकेलातर्फ जाँदैछौँ। कस्तो क्लियर आएन? यता आइदिनु न, एक साइडमा घाम लागेकोतिर आउनु छैन नि। तपाईँ पनि आउनुहोस् कि नआउनु नि। अब यता चाहिँ स्कुटी हुँदै हुनुहुन्छ। ल अब हामी साकेला जान्छौँ, उता भेटौँ ल। हामीलाई चाहिँ साकेला नआए पनि हामीलाई चाहिँ बेली डान्स आउँछ यस्तो गरेर दिने हो क्या। आयो दुईजना उता आउँदैछ। कति राम्रो भएको हामी साथी। होइन राति होस् ठिकै छ त। म चाहिँ बिस्तारै हिँड्न नि तिमीहरूले मलाई यहाँ लड्छु अस्ति चाहिँ यो बाटो भत्किरहेको छ, अहिले चाहिँ बनाइसकेछ नि। साकेला हुन्छ भनेर होला नि। साकेला हुन्छ नि कति धेरै दिन धेरै भइसक्यो। मेरो खुट्टा कम त ठोक्यो त अस्ति। म आज 11 बजी आएको जीवनदाको होइन, 11 बजी आएको। तिमी कति बजी आयो? म 12:30। 12:30। अनि अहिले चाहिँ भरि नै हेर्नु म। अनि अहिले चाहिँ 2 बज्न आँटिसक्यो। पार्टनर भएको भए हामी आफ्नो पार्टनरसँग यसरी हात यसरी गरेर है कल्चर ड्रेसमा फोटो हाल्थ्यौँ भने स्टोरी अपलोड है लाइभ खै के भन्ने हाल्थ्यौँ। छैन अब साथीसँग यसरी नेपाली गीतमा तेरे नाम भन्दै। तेरो नाम त हेर्नु, आजको दिन त नेपाली गीत लाउने हो नि कल्चरल ड्रेसमा त। हुनु चाहिँ हामी यहाँबाट एकजना मात्र राइनी छौँ, अरू सब डिफ्रेन्ट कास्टको छौँ है। म त झन् नि यता कतै पर्दिनँ। मेरो त कास्ट जुन भए पनि मेरो त त्यो कास्टको जस्तो अनुहार पनि मिल्दैन भनिदिन्छ अनि म त। तिम्रो फेस चाहिँ जुनैमा पनि म्याच गर्ने खालको फेस छ। अब हामी के छ र हाम्रो गफ हान्नु अन्त सक्दो गफले। साकेला चाहिँ लास्टै भिड रहेछ। देख्दिनँ त म त बाटो पनि। उपस्थिति हुनुभएको राईहरू मात्रै नभएर कराई सराई सबै आएको छ क्या। त्यही भएर हामी चाहिँ गेट नजिक पुग्न आँट्यौँ। बन्दुक चिन्दिनँ, कुनैलाई यही बन्दुकले हाल्नु ठोकेला है ढुङ्गामा। यहाँ चाहिँ मामाहरू पनि हुनुहुन्छ। कहाँ जाने हो, जाउँ न। सो यो चाहिँ गेट रहेको छ। कति साह्रो भिड हो। दुईजना यहाँ चाहिँ सुन घटेर आएको छ। यसलाई लगिहाल्नु है। अब 50 रुपियाँ तोला। 50 रुपियाँ दिँदैन हौ, 250 जस्तो भन्छ। त्यति 250 जस्तो। अब 2,50,000 भन्दा त अब 250 नै राम्रो। जम अगाडि। अर्को कुरा के भन्न आँटेको छु भने चाहिँ ट्याटु लभर मैले राखेको छु। ट्याटु लभरहरूको चाहिँ यहाँ छ 2-3 हजार। ट्याटु होइन, मेहन्दी हो। मेहन्दी ट्याटु हो हाम्रो लागि। ऊ यही हो ट्याटु आर्टिस्ट हाम्रो। म त ड्रागनको हाल्नु मन घाँटी लाग्यो यहाँ।
जम खुट्टा देखाइदिनुहोस् एकचोटि जुम गरेर जुमै हुँदैन त हेलो हेलो नमस्ते गर्नु न दादा नमस्ते गर्नु कसैले हेरेन अब म हेर्छु हौ पिङ हेर्न आएको होइन हामी पिङ उयो हेर न उयो पर उयो पर हेर न हेर कति गाह्रो छैन भ्लगर गर्नु पनि धुवा भइसकिसक्यो जाम न गर्नु होला साथीहरू मेरो साथीलाई हामी यहाँ सब्सक्राइबर भेला पार्न आएको आज फेरि मेरो साथी युट्युबर हो नि फेरि कतिवटा फलोवर छ त पनि भन्देऊ न त कतिवटा र कति हजार भन न आम्मा तपाईँले गर्न नसकिने हुनुहुन्छ के हो यस्तो के छ यहाँ 100 रुपियाँमा झुम्काहरू आज चाहिँ यस्तो पिङ हुँदैछ उहाँ चाहिँ पिङ खेल्नेहरू हाम्रो च्यात्दैछ मुख च्यात्नेछ प्रायः फेसबुकहरूमा यस्तो गऱ्यो भने फिङ्गर पिन आउँछ भन्ने छ नि त अनि हामीले यो 55 दिन चाहन्छ हामीलाई यो पोस्ट दिने अब त्यही भएर हामी यो पोस्ट तिमीले यसो त गरिसकि नै गयौ त नि यसो गरिसक्यौ त गरिसकेको चाहिँ कट गरिदिनु होला है पनि देखाइगयो मेरो फिङ्गर पिन हुन्छ अहिले तिम्रो के किम्ती छ र हराउनलाई हुन त ब्याङ्कमा एकाउन्ट पनि छैन ब्याङ्कमा एकाउन्ट पनि छैन के नै लग्नुहुन्छ र मेरो अब नाटामा होला पिन ड्रागन ट्याटुवाला भाइ साथीहरू खोइ हौ सबैको देख्छु हाम्रो साथीको मात्रै छैन मेरो लागि अब यही भिडियो मार्फत मैले भेटेछु साथीहरूले के भन्छ भेटेर पनि छुटिसकिसके गाडी पो राखेको रहेछ मुख पोलेर मर्न आँटिसकिसके अनि हाम्रो सिङ्गल साथीहरू हुन्छ यहाँ तिम्रो त कुरै नगर्दा नि चाहिँ सबसे धेरै चाहिँ म यहाँ भने मेरो लागि होइन यसो मिलाए यसो यताउताबाट कोही हुन्छ भने सम्पर्क नम्बर यहाँ तल दिन्छु सम्पर्क गर्नु होला मेला हिँडेको भने शेर्पेरी रहेछु तर राई चाहिँ छैन अब शेर्पा हुँदा पनि शेर्पा पनि थिएन अब तिमीलाई के जुन कपडाको जुन कास्टको कपडा लाग्यो त्यही त केटा आउनु पर्ने छ आउनु त्यही कास्टको भन न आउनु पर्यो नि अब तिम्रो स्कुटी यहाँ अब तिमीहरूले यस्तो स्कुटी देख्नै भएन को लागि आइसक्नु भएको छ ए दादी नियाको लागि आएको नियालाई नै हेरेन त सिट भयो दादीको लागि कहाँबाट आउनु भएको भएन क्या मलाई चिन्नु भएन होला सायद म पढी देखिरहेको छु अहिले कताबाट चिन्नु वर्ष तिम्रो थियो थिएन यो वर्ष अरूको छन् के पालो आउनुपर्छ तर खोइ हाम्रो पालो आएन यसरी नेपाल यसरी कपल्सहरू यसरी आएर आएको देख्दा चाहिँ साह्रै नराम्रो लाग्ने अनि आफूलाई चाहिँ कसले भन्दैछ आफूलाई चाहिँ खोइ मेरो त पालै आएन म त पुरै भइसक्यो पालो नआएर स्कुटीमा पनि आउँदै हुन्छ यहाँ पनि हेर्नु कति राम्रो देखेका गाइसहरू खोइ हाम्रो त छैन त कता भयो कता मरेर पकाइसक्यो हामी चाहिँ साथीलाई पर्खेर दिउँ साथी चाहिँ यहाँ भने एक्लै यहाँ नाचिरहेको रहेछन्
यहाँ उत्रेको छैन नि त एकछिन अलिकति हल्लाइदिनु हावा आउँदो रहेछ अरे हेरेको भइसक्यो क्या खुट्टा ओपर गरिदिएको छ यस्तो खुट्टा चाहिँ ओपर लाग्यो मलाई ओपर हल्लाइदिए यस्तो खुट्टा त अरूको भन्दा जोस केटीले हल्लाएको चाहिँ छ है फरक पनि यतिको हुनुपर्छ यहाँ चाहिँ हाम्रो हर्का सम्भवले भाषण दिँदै हुनुहुन्छ यहाँ पनि स्किलको कुरा बुझ्दैन सकिरहेछ यदि होइन भने यही व्यवस्थामा हामीले चाहिँ विकास र विकल्प दिने हो भने विधिको शासनमा आउनुहोस् तपाईँ नै हो हाम्रो अभिभावक भन्नुहुन्छ त्यहाँ आउनुहुँदो रहेछ त्यो संस्कृतिको नाममा हामीले थुप्रै कुरा गर्दैछ अब चाहिँ हामी निस्किँदैछौँ हामी चाहिँ खजा खाने ठाउँ आएको छौँ अब माथिबाट देखिरहेको रहेछ क्या यो नम्बरले अनि यिनीहरू कोही तलबाट यसो यसो गर्दै आएको आधी घन्टै भयो होला यसो यसो के गरेको कुनै अरे आयो यहाँ चाहिँ हाम्रो साथीहरू टिकटक बनाउँदै हुनुहुन्छ अनि हामी चाहिँ अब यो टिकटक बनाइसकेपछि घर जानेछौँ आजको दिन चाहिँ यसरी नै हाम्रो बित्यो र अब चाहिँ हामी आफ्नो घरतर्फ लाग्नेछौँ सकेला सक्यो अल्छी लाग्यो भयो के विरक्त लाग्दो पो भयो त्यस्तो खास केही पनि भएन सबै डुलिम तर केही पनि खास भएन यही हो फर्स्ट एन्ड लास्ट मेरो साकेला किन लास्ट नेक्स्ट टाइम नआउने म किन काबु भएँ म केही त्यस्तो इन्ट्रेस्टिङ लागेन मेबी म आफै ननाचेर पनि होला राख्नु मन हुने खालकै भयो त्यस्तो केही भएर आउँदिन होला मलाई घर कतिखेर पुग्नु भइसक्यो म यो मेरो असली रूप यस्तो रहेछ म यो देखाउनै मन छैन म मेरो साथी झन् खाली खुट्टा हिँडिरहेछ उसको त्यो जुत्ताले खुट्टा दुखाएर बाई बाई गाजरले अनुहार